नमस्कार सम्पूर्णमा स्वागत छ यहाँलाई यो नयाँ च्यानल सङ्ग्स एन्ड कर्ड्समा। यो च्यानलको छोटो इन्ट्रोडक्सन आज म दिन्छु। यो च्यानल किन र कसको लागि भन्ने कुरा र मेरो बारेमा पनि एउटा छोटो जानकारी गराउँछु। यो च्यानल विशेष गरेर चाहिँ गायक गायिकाहरू सिङ्गर्सहरू हुनुहुन्छ जो र गीत गाउँदै त्यसमा गिटार बजाउन चाहने सिङ्गरहरू हुनुहुन्छ उहाँहरूको लागि विशेष च्यानल हो। यसमा म विभिन्न सङ्गहरू नेपाली हिन्दी इङ्ग्लिस सङ्गहरूको सकेसम्म धेरैभन्दा धेरै ट्युटोरियल गिटार कसरी बजाउने कर्ड्सहरू र सिम्पल वेमा इजी वेमा कसरी बजाउने भन्ने जानकारी दिनेछु र सकेसम्म यहाँहरूलाई म यहाँहरूको फिडब्याक अनुसार यदि बेसिक गिटार कोर्स भए पनि म लिएर आउने कोसिस गर्नेछु यही च्यानल मार्फत। यो ओभरअल च्यानल चाहिँ सङ्ग्स एन्ड कर्ड सम्बन्धी नै हुनेछ। अनि यो विशेष गरेर मैले सुरु गर्नुको मुख्य कारण चाहिँ मलाई एक त आफ्नो इन्ट्रेस्ट भयो, एकदमै म्युजिकमा इन्ट्रेस्ट। म आफै स्वयं गाउने र गिटार बजाउने भएकोले गर्दाखेरि र म्युजिक टिचिङ प्रोफेसनमा म पहिला थिएँ। अनि आजकल चाहिँ म्युजिक टिचिङ प्रोफेसन त छैन म बाहिर भएकोले गर्दा, तर मैले चाहिँ लाइभ गिगहरू गाउने, होम रेकर्ड्सहरू गर्ने अनि अरू आर्टिस्टहरूको लागि यसो होम रेकर्ड्स ट्र्याकहरू बनाउने गर्दछु। जसअनुसार मेरो चाहिँ अहिले अर्को च्यानल एउटा क्याराओके च्यानल पनि छ। त्यो क्याराओके च्यानल पनि भिजिट गर्न सक्नुहुन्छ यहाँले। जो क्याराओकेमा गाउन सक्नुहुन्छ, गाउन चाहनुहुन्छ उहाँहरूको लागि विशेष टार्गेटेड गरेर बनाएको हो। यसमा अहिले 100भन्दा बढी भिडियोहरू अपलोड भइसकेका छन् र यो कम्युनिटी बिस्तारै ग्रो हुँदै जाँदैछ, जसमा चाहिँ म अलिकति खुसी पनि छु। त्यस कारणले गर्दा पनि म अहिले चाहिँ विशेष गरेर पछिल्लो समयमा मैले के सोचेँ भन्दाखेरि अब क्याराओकेमा गाउने एउटा ग्रुप हुनुहुन्छ, तर गिटार बजाएर आफ्नो एकम्पनिमेन्ट गिटारमै गरेर आफैले सिङ्गल सोलो प्याकेज गर्न खोज्ने सिङ्गरहरू पनि हुनुहुन्छ होला हैन। अनि उहाँहरूको लागि विशेष फोकस गरेर यो च्यानल मैले फेरि बनाएको हो। अब यहाँहरूले यसमा फिडब्याक दिन सक्नुहुन्छ अनि त्यस पछाडि म त्यो अनुसार नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ गीतहरू, पुरानो गीतहरू सबै कभर गर्ने कोसिस गर्नेछु। धेरैभन्दा धेरै एभ्री विक गीतहरू म अपलोड गर्ने कोसिस गर्नेछु। यहाँहरूको साथ सपोर्ट सधैँ रहिरहोस्। मैले चाहिँ विशेष गरेर मेरो म्युजिकल करियरमा चाहिँ मैले 2014मा एउटा डेब्युट एल्बम गरेको थिएँ। त्यस पछाडि मैले अरू एक दुईवटा सिङ्गलहरू गरेँ बिचमा 2023तिर आएर। धेरै प्रोफेसनल्ली सिङ्गिङमा एक्टिभ चाहिँ भएको छैन आजकल, तर मैले रेकर्डिङहरू, होम रेकर्ड्सहरू र क्याराओके बनाउनेहरू त्यस्तोहरू र म्युजिक टिचिङ पनि गरेर छु। अनलाइनबाट पनि म्युजिक टिचिङ गराउँछु अनि लाइभ गिगहरू बेला बेला गर्छु। त्यो भएकोले गर्दाखेरि मलाई म्युजिक टिचिङमा सधैँ नै एकदमै इन्ट्रेस्ट लागेको फिल्ड हो। यहाँहरूलाई त्यही भएर अनलाइन मार्फत अब म धेरैभन्दा धेरैजन सिङ्गरहरू, म्युजिसियनहरू कहाँ पुग्न सक्छु यो युट्युबको प्लेटफर्मबाट भन्ने आशले गर्दाखेरि एउटा च्यानल यसरी यो सङ्ग्स एन्ड कर्ड्स डेडिकेटेड टु सिङ्गर्स एन्ड म्युजिसियन भनेर बनाएको छु। यहाँहरूले जोइन भएर कम्युनिटीमा साथ दिनुहोला, फिडब्याकहरू निरन्तर दिइराख्नु होला र जुन सङ्ग यहाँहरूलाई इन्ट्रेस्ट लाग्छ त्यो बारेमा पनि भन्नुहोला। म सकेसम्म सबै कोसिस गर्नेछु बनाउने, छोटो मिठो इजी ट्युटोरियलहरू दिने कोसिस गर्नेछु। अब दोस्रो भनेको चाहिँ अब मैले अपलोड गर्ने भिडियोहरू अब सबै ट्युटोरियलहरू हुनेछ। यो चाहिँ एउटा छोटो इन्ट्रोडक्सन थियो। यहाँहरूलाई म के रिक्वेस्ट गर्छु भन्दाखेरि यो कम्युनिटीमा जति सक्दो आफ्नो साथीभाइहरू जो इन्ट्रेस्टेड हुनुहुन्छ गाउन बजाउन गिटारमा उहाँहरूलाई पनि सेयर गरिदिनु होला, उहाँहरूलाई जोइन गराउनु होला र एउटा ठुलै कम्युनिटी बनाएर जसमा मैले हजुरहरूको फिडब्याकहरू सबै लिँदै अगाडि बढ्दै इम्प्रुभ गर्दै गर्नेछु। यहाँहरू सबैले आफ्नो गिटार र सङ्गहरू प्र्याक्टिस गर्दै गर्नुहोला। मेरो ट्युटोरियलले यहाँहरूलाई पनि धेरै हेल्प हुनेछ फ्युचरमा, अफ स्टेज, अन स्टेज अथवा भनौँ न कुनै पार्टीहरू, ग्यादरिङहरूमा यहाँहरूले क्याजुअल्ली गाउन चाहनुहुन्छ होला, यसको लागि पनि धेरै नै हेल्प हुनेछ भन्ने आश गरेको छु। अथवा यहाँहरूले कसैलाई फेरि टिचिङ गराउनुहुन्छ होला, या त स्टुडेन्ट्सहरू छ होला यहाँहरूको, उहाँ टिचरहरूलाई पनि धेरै नै हेल्प हुन्छ होला भन्ने मैले आश लिएको छु। यहाँहरूको साथ सधैँ रहिरहोस्। अब बाँकी ट्युटोरियलमा भेट हुनेछ। नमस्कार।